हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु अनदर न्यू मिनी ब्लग। आज म नेपालमा नयाँ ट्राफिक नियमको नियम लागू हुने तर्फमा रहेको अवस्थामा अनि नेपालमा विभिन्न प्रकारको वाद विवाद पक्ष विपक्ष भइरहेको नि त। आज म बुटोलको सडक खण्डको यात्रा गर्ने क्रममा आज बुटोलको सडक खण्डको अवस्था देखाउन गइरहेको छु। हेर्नु होला, यस्तो अवस्थामा जिम्मेवारी चाहिँ को लिने। चाहिँ बुटोलको मेन आयो, हेर्नुहोस् यस्तो खाल्डा खुल्डी छ अनि यसको जिम्मेवारी चाहिँ को लिने ल। र हामी त ट्राफिक नियमहरूको पालना गरेनौँ भने, नियम उल्लङ्घन गऱ्यौँ भने हामी जरिवाना तिराउन केही भएन। तर यसमा मेन आयो यो के बुटोलको यो चाहिँ यस्तो खाल्डा खुल्डी छ। हेर्नुहोस् पुरै माथिदेखि यो पुरै खाल्डा खुल्डी छ सडकमा के। अनि यसमा खाल्डा खुल्डीमा परेर एक्सिडेन्ट भएपछि भएपछि चाहिँ यसको जिम्मेवारी चाहिँ को हुने? कानुन मन्त्रालय हुने कि अनि त्यसपछि सडक विभाग हुने कि ट्राफिक प्रहरी हुने कि अनि देशको अभिभावक बालन सरकार हुने कि को हुने यसको जिम्मेवारी? त्यो हामीलाई त चाहियो नि त। जरिवाना हामी तिराउँदा केही ठुलो कुरा भएन। यदि हामीले ट्राफिक नियमहरू पालना गरेनौँ भने, उल्लङ्घन गरेनौँ भने हामी तिर्छौँ। तर केही भएन। यो खाल्डा खुल्डीमा गयो, एक्सिडेन्ट भएपछि यसको जिम्मेवारी चाहिँ को हुने? हेर्न सक्नु यस्तो छ। यिनीहरू ट्रक जडान गरिरहेको छ, सञ्चालनमा छैन कि। यो जिम्मेवारी निकायहरू जवाबदेही हुनुपर्छ पर्दैन। अनि हामी ट्राफिक नियम पालना गरेनौँ भने हामी त फाइन तिर्छौँ, केही गर्दैन। अब यो सडक विभागले हेर्ने हो कि यो कानुन मन्त्रालय हेर्ने हो कि देशको अभिभावक प्रधानमन्त्रीले बालिन शाहले हेर्ने हो कि कसले हेर्ने हो? यो त यो नियम लागू त हुनु पऱ्यो नि। अब यो हामीलाई मात्रै लागू गरेर त हुँदैन। अब यसको यो ट्राफिक लाइट चलेन भने, त्यो भएन भने तिनीहरूलाई जरिवाना के गर्ने, कारवाही के गराउने, त्यो नि हुनु पऱ्यो नि त। हेर्दा सुन्नु, त्यो बुटोल लुम्बिनी प्राली अगाडिको बुटोल सडकको मेन हाइवे हो। यस्तो खाल्डा खुल्डी छ, हेर्न सक्नुहुन्छ। अनि कसरी हुन्छ यसरी चाहिँ यस्तो खाल्डा खुल्डी छ। यसको जिम्मेवारी चाहिँ यसको जवाबदेही चाहिँ को हुने? पुरै यो मेन हाइवेको अवस्था यस्तो छ। बनाउनको मोटिभ चाहिँ के हो भनेपछि, जस्तै अहिले नेपालमा चाहिँ ट्राफिक नियमको नयाँ जरिवाना दर लागू हुने क्रममा छ नि त। अनि नेपालमा त्यो लागू हुने क्रममा रहिरहेको अवस्थामा नेपालमा वाद विवाद अनि पक्ष विपक्ष त भइरहेको क्रममा अब मैले बुटोल सडक खण्डको 1% मात्रै देखाउनु खोजेको। हजुरले पनि देख्नु सक्नु होला, ट्राफिक लाइट जडान गरेको छ, सञ्चालनमा आएको छैन। अनि बुटोल सडक खण्डमा यस्तो खाल्डा खुल्डी छ। अनि त्यो खाल्डा खुल्डीमा भएर एक्सिडेन्ट भएपछि अनि त्यो ट्राफिक लाइटहरू जडान भएर सञ्चालन नआएपछि यसको जिम्मेवारी चाहिँ को हुने? कानुन मन्त्रालय हुने कि सडक विभाग हुने कि ट्राफिक प्रहरी हुने कि अनि देशको अभिभावक माननीय प्रधानमन्त्री बालिन शाहज्यू हजुर अब्दै हुने कि? अनि हामीले ट्राफिक नियमहरू उल्लङ्घन गऱ्यौँ भने हामी जरिवाना तिर्छौँ, त्यसमा केही समस्या छैन। अनि हजुरहरूले पनि त्यही अनुसार सेवा सुविधा दिनु पऱ्यो नि त। यदि सडक खण्डमा खाल्डा खुल्डी अनि त्यसको ट्राफिक लाइट बिग्रियो भने अनि यसको जिम्मेवारी चाहिँ को हो? प्रधानमन्त्री बालिन शाहज्यू हजुर जवाबदेही हुनुहुन्छ। यो जनतालाई त्यही अनुसारको सेवा सुविधा पनि चाहियो नि त गाइज। यो मेरो भिडियो बनाउनुको मेन मोटिभ भनेको चाहिँ हजुर नेपाल सरकारलाई घचघचाउन खोजेको। हजुरहरूले यो भिडियो जति सक्दो सेयर गरिदिउँ गाइज। अनि जति सक्दो सेयर गरौँ। अनि त्यसपछि लाइक कमेन्ट अनि मेरो फेसबुक पेजलाई चाहिँ फलो गर्न नबिर्सिनु होला। बाई बाई गाइज।